हाई भन्छ पढ्दा के भन्ने ठुलो बाजी सुप्रित हाई भन्न भन्न कस्तो छ नाति छोरीलाई 100 रुपियाँ भान्जा सरी मल्दे है राम्रोसँग पढे है के रे कति पढ्ने हो मस्तै पढ्ने मन कसरी लाइन्छन् रे 3 चोटी 3 चोटि लाग्यो लौ घाँस ठुली गर नमस्ते गर्छु नमस्ते हातले कति हो त्यो 50 भन्छ कति हो रे यो 50 रुपियाँ हो कड टिको सिको लाएर भइसक्यो छ अब गाउँतिर जाने टिको लाउन पानी आइरहेको छ हामी दसैँमा टिको लाउन जान लागेको अहिलेको हिले दसैँ भयो ल हेर्नुहोस् खोलो ओर्लिया छ लास्ट महिना आइरहेछ छाता ओढेर जानु परेछ मान्छे भयो होला झन्नै भान्जाला बगान हाम्रो झन्नै मान्छे बगान होइन लास्ट पानी आछ गाह्रो छ दसैँ टिको लाउने पनि गाह्रो छ दसैँ पैसा कमाउन लाने पनि सकिएन टिको लाएर अहिले हामी पर अङ्कल आन्टीकोमा जाँदैछौँ त्यहाँ टिको लाउँछौँ अनि त्यसपछि बल्ल अन्त हेरौँ के हुन्छ बाहिर त मुस्किल छ होला गाउँमा जान पहिला आफ्नो टिममा लागिहालौँ गर पहिलो समय जाकिएको छ हाम्रो हिले दसैँमा अहिलेको हिले दसैँ रमाइलो त भएको छैन त्यही पनि टिको लाउनु पर्यो टिको लाउन आइयो है फाइनली टिको लाउन आइयो हाम्रो कान्छा पाँडेका र हाम्रो घर मालिक हुनुहुन्छ यहाँ पैसा दिने कि पैसा लाइन्छ पैसा दिनुहुन्छ कि नै त्यहाँसित लाइन्छ फेरि ल टिको लाउँछौँ त दुर्गा भगवानले रक्षा गरून् दुर्गा दाइने रहन् मिठो आशिदिनुहोस् है कान्छ मिठो करोडपति सिधै करोडपति ओ त कान्छ करोडपति दसैँमा तँलाई के दिन त्यो त बिहा भएपछि दिने त्यतिको आशिष ल आज राम्रोसित धन कमाउने अरू भाइ त्यसो गरे त राम्रो गर्छ अब गोतिलो गर्ने अहिले राम्रोसित राम्ररी पैसा कमाएस् यसलाई कति आशिष दिनुहोस् राम्ररी पढ्ने बाउले भने यहाँ पनि आउने यसो बोलाउने हामीलाई के पैसा छोप्ने पालो
पैसा छोप्ने पालो टिकैमा खुट्टु दिनुहोस् कि गाँठेर के गर्दा आजको दसैँ भने यस्तै छेउ लाग्ने खालको दसैँ भयो हिले दसैँ भयो लास्टै एउटा राखा यार के गर्ने पैसा काटीको लगाउने गयो हिलो छ बाटो अब रुचाउँछ पानीले त्यो आजको दसैँ पनि त्यस्तै गयो रमाइलो खासै भएन पहिला जस्तो पहिला पानी आउँथेन आज त्यस्तै पानी आइरह के गर्ने यस्तै छ हजुर राति 12 बजेदेखि पानी परेको अझै पानी बन्द भएको छैन पानी आएको आइछ गाह्रो छ टिको लाएर पैसा कमाउन नि गाह्रो छ के गर्ने आफ्नो ससुराल त छैन बाउको ससुराल गएर पैसा कमाउनेको त्यही पनि पाइएन के गर्ने यस्तै हो जिन्दगी है दसैँको झोरीले पहिरो पनि गएछ गाउँमा ल हेर्नुहोस् बाटै ब्लक गरेको छ हाम्रो घर जाने बाटो ब्लक फाइनली गाइज आज दसैँ पनि मनाइयो हिले दसैँ अनि आज रात पनि परिसकेको छ देख्न सक्नुहुन्छ त्यति साह्रो राम्रो मनाउन पाइएन पानी परेको थियो झरी लाग्छ अनि सबैलाई दसैँको धेरै धेरै शुभकामना कस्तो मनाउनु भयो दसैँ राम्रै मनाउनु भयो होला पानी परेको छ जताततै खासै आफन्तीको घर जान पाइएन अनि आजको दसैँ सकियो आजदेखि भन्दै ब्लग पनि आजको यहीँ एन्ड गर्छु जाँदै भिडियोलाई लाइक गरिदिनु होला सेयर गरिदिनु होला ल नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिएर बेल आइकन दबाइदिएर अलमा गरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई